फाइनली हामी चाहिँ सिक्लेसको बस पार्कमा आइपुगेका छौँ। अब भने हामी वासस्थानतर्फ जाँदैछौँ। यति धेरै गाडीहरू आएको छ। यति धेरै मान्छे है, दुईटा गाडीमा अड्ने रहेछ। यहाँ त रोडी जस्तै हो। गोलोघाट यो चाहिँ सिक्लेसको म्युजियम होटेल के हो, कुमारी इन सिक्लेस। हामी बस्ने हो। अच्छा होटेल कुमारी इन। दुईटा गाडीको मान्छेहरू यति धेरै यति धेरै आएको मान्छेहरू। यहाँ चाहिँ पारी देखेको ताङतिङ होइन, यो ठाउँमा बसेका छौँ। उतापट्टि चाहिँ लेडिज ग्रुप, यतापट्टि चाहिँ हाम्रो यो ठाउँमा आज सुत्ने यहाँ। क्या रमाइलो छ यो सिक्लेस त पुरै यहाँ रमाइलो छ। सिक्लेस गाउँ है यो, यस्तो छ सिक्लेस गाउँ। चिसो रहेछ। लगभग पोखराबाट लगभग 4 घन्टा जति गाडीमा हिँड्यो भने यो ठाउँमा आइपुगिन्छ है। यहाँ आगो पुग्नु पर्यो अब। त्यस पछाडि हामी भात खाने कार्यक्रम हुन्छ। त्यस पछाडि हामी यहाँ सुरु गरिहालेछन् केटाहरूले, भाइहरूले। अब चाहिँ यहाँ नाच्ने कार्यक्रम हुन्छ। त्यस पछाडि हामी सुत्नुपर्ने हुन्छ है त। यता चाहिँ केटाकेटी नाचिरहेछन्, यता चाहिँ जाडोहरू आगो लागिरहेछन्। म पनि आगो ताप्न जानु पर्यो, चिसो भयो एकदम चिसो छ। ओ यहाँ नि यस्तो रहेछ। चिसो छ यहाँ धेरै। हाई जाँदैछौ, आगो ताप्नु पर्यो। यस्तो न्यानो हुने रहेछ र। अब चाहिँ हल्ला हुन्छ। हाम्रो खानपान चाहिँ सुरु भइसक्यो है।
पछाडि दौरी चल्दैछ है। खानपिन भयो अनि सबैजना नाचिरहनु भएको छ। झरे यहाँबाट अल्छी खोला दौरी जम्दैछ है।
दिदी भनी साइले मैले गीत गाए कति दामी नाच्नु पर्छ अघिसम्म खानपिन भएर हामी बाहिर नाच्यौँ रमाइलो गऱ्यौँ त्यस पछाडि अब 11 बजीसम्म चाहिँ यहाँ नाच्दा स्पिकर बजाएर त्यस पछाडि अहिले चाहिँ डोरी गाएर एकछिन गाउने नाच्ने भन्ने कुरो भयो गाउँदैछन् नाच्दैछन्